कन्डिसनल क्लजेस र सेन्टेन्सेसहरू यस्ता सेन्टेन्सेसहरू हुन् जसले एउटा कन्डिसन र रिजल्ट व्यक्त गर्छन् र कन्डिसनल क्लजसँग दुईवटा भागहरू हुन्छन् जसलाई हामी इफ क्लज र मेन क्लज भन्छौँ। इफ क्लज भनेको के हो र मेन क्लज भनेको के हो? इफ क्लज भनेको यो चाहिँ हाम्रो पहिलो पार्ट भयो है र मेन क्लज भनेको हाम्रो दोस्रो पार्ट भयो। कहिलेकाहीँ के हुन्छ, मेन क्लज सुरुमा आइदिन्छ र इफ क्लज भनेको लास्टमा आइदिन्छ। जस्तै हामी न्यारेसनमा पढेका थियौँ नि, रिपोर्टिङ भर्ब र रिपोर्टेड स्पिच। रिपोर्टेड स्पिच कहिलेकाहीँ सुरुमा आइदिन्छ र रिपोर्टिङ भर्ब भनेको हाम्रो अन्त्यमा आइदिन्छ। द्याट डज नट म्याटर। यहाँ पनि सेम त्यस्तै फर्मुला अप्लाई हुन्छ। कहिलेकाहीँ मेन क्लज चाहिँ सुरुमै आइदिन्छ एज अ फर्स्ट पार्ट र इफ क्लज चाहिँ हाम्रो सेकेन्डमा भइदिन्छ भनेको एज अ सेकेन्ड पार्ट। तर नर्भस नहुनु होला। इफ क्लजलाई हामी कन्डिसन भन्छौँ, किनभने जब हामी इफ युज गर्छौँ बोल्दा लेख्दा, यसले चाहिँ एउटा के दिन्छ त, कन्डिसन दिन्छ। इफ युज गर्नुभयो भने वाइल स्पिकिङ अर राइटिङ, यसले तपाईलाई एउटा कन्डिसन दिन्छ, राइट? अब मेन क्लज भनेको के हो त? मेन क्लज भनेको यो चाहिँ रिजल्ट भयो। के त? रिजल्ट भयो। जब हामी इफ क्लज युज गर्छौँ त्यसले हामीलाई एउटा कन्डिसन दिन्छ र कन्डिसन दिइसकेपछि वा कन्डिसन लिइसकेपछि जुन सेन्टेन्सेसहरू बोलिन्छ ती सबै सेन्टेन्सेसहरू हाम्रा के हुन् त, रिजल्ट्सहरू हुन्। जस्तै एउटा मैले उदाहरण दिन चाहे। एक दिनको इन्टरभ्यूमा हामी सबैले सुनेका थियौँ, सुनिल शर्मा, डाक्टर सुनिल शर्मा भन्नुभएको थियो, यदि फाल्गुन 21 गते चुनाव भयो भने, चुनाव हुन्छ भने म राजीनामा दिन्छु और म राजीनामा दिनेछु भनेको कन्डिसन के? उहाँ त कन्डिसन राख्नु भएको छ नि त यो सेन्टेन्समा, त्यो इन्टरभ्यूमा। के त? यदि चुनाव हुन्छ वा चुनाव भयो भने, चुनाव हुन्छ वा भयो भने म राजीनामा दिन्छु और म राजीनामा दिनेछु। हेर्नु है, कन्डिसन के? चुनाव हुनु पर्यो। त्यो चाहिँ हाम्रो कन्डिसन भयो। किन? किनभने उहाँले यदि युज गर्नु भएको छ है। अनि त्यसपछि यदि युज गरिसकेपछि जुन सेन्टेन्स उहाँद्वारा बोलिएको थियो त्यो सेन्टेन्स हामीले के बोल्छौँ त? मेन क्लज बोल्छौँ। त्यसलाई हामी रिजल्ट बोल्छौँ। र कहिलेकाहीँ के हुन्छ भने नि, त्यो सत्य पनि हुन सक्छ, युनिभर्सल ट्रुथ पनि हुन सकिन्छ र साइन्सले भनेको एक्सपेरिमेन्ट पनि गरेको हुन सक्छ। त्यस कारणले कन्डिसनल क्लजेस और सेन्टेन्सेसलाई मेनली 4 किसिमका हुन्छन्। भनेको कन्डिसनल क्लजेस और सेन्टेन्सेसहरू मेनली हामीसँग 4 किसिमका छन्। जीरो कन्डिसन भनेको जीरो कन्डिसनल सेन्टेन्स, त्यसपछि फर्स्ट कन्डिसनल सेन्टेन्स, त्यसपछि सेकेन्ड कन्डिसनल सेन्टेन्सेस, अनि त्यसपछि थर्ड कन्डिसनल सेन्टेन्सेसहरू भनेको जेरो कन्डिसनल सेन्टेन्सेस, फर्स्ट कन्डिसनल सेन्टेन्सेस, सेकेन्ड कन्डिसनल सेन्टेन्सेस र थर्ड कन्डिसनल सेन्टेन्सेस भनेको मेनली हामीसँग 4 किसिमका कन्डिसनल क्लजेस और सेन्टेन्सेसहरू हुन् है। अब हामी जीरो कन्डिसन भनेको के बुझ्छौँ? हामीलाई के थाहा छ त? जीरो कन्डिसनले नि जहिले पनि यसले हामीलाई युनिभर्सल ट्रुथ दिन्छ। यसको रिजल्ट के हुन्छ? युनिभर्सल ट्रुथ हुन्छ। केमा त? जीरो कन्डिसनमा।
फ्याक्ट हुन्छ, रिजल्ट के हुन्छ त फ्याक्ट हुन्छ, रिजल्ट के हुन्छ त साइन्टिफिक रिजल्ट हुन्छ, जसलाई हामी जिरो कन्डिसन बोल्छौँ। किनभने त्यस्ता रिजल्ट्सहरूको त्यस्ता सेन्टेन्सेसहरूको कुनै कन्डिसनै हुँदैन। जस्तै हामीले पानीलाई 100 डिग्री सेल्सियसमा ततायो भने, उमाल्यो भने, ततायो भने बोइल हुन्छ हुँदैन? डेफिनेटली बोइल हुन्छ नि त। यदि हामी आइस, मानौँ न आइसक्रिम, तो आइसक्रिमलाई हामीले तो घाममा राख्यो भने मेल्ट हुन्छ कि हुँदैन? पग्लिन्छ कि पग्लिँदैन? डेफिनेटली पग्लिन्छ नि। यदि हामी आगोमा गयो भने, जस्तै कतै आगो जलिरहेको छ, तो आगोमा यदि हामी गयो भने हामी जल्छौँ कि जल्दैनौँ? डेफिनेटली जल्छौँ नि त। तो के हो त? फ्याक्ट हो, युनिभर्सल ट्रुथ हो यो। यसलाई हामी यस्ता सेन्टेन्सेसहरूसँग कुनै पनि कन्डिसन हुँदैन है। यदि यदि एक्जामिनेसनमा, ड्युरिङ एक्जामिनेसन सरकारद्वारा छुट गरिएको छ भने, अथवा चिट गर्ने अनुमति दिएको छ भने विद्यार्थीहरू लगभग पास हुन्छन् कि हुँदैनन्? लगभग पास हुन्छन्। कन्डिसन के? यदि छुट दिनु पर्यो नि त, त्यो चाहिँ हाम्रो के हो त कन्डिसन भयो। अर्को एक्जाम्पल, यदि मैले तपाईहरुलाई राम्ररी बुझाएको छु भने, राम्ररी बुझाउँछु भने, राम्ररी बुझाए भने त्यो त पक्का मेरो भिडियो तपाईहरुले हेर्नुहुन्छ, हेर्दिनुहुन्छ, हेर्ने हुने हुनुहुन्छ होला मलाई चाहिँ लाग्छ। कन्डिसन के त? कन्डिसन चाहिँ हाम्रो के त राम्रो भिडियो हुनु पर्यो है। यदि बाटो हिँड्दा गर्दै तपाईले 50 रुपैयाँ भेट्नुभयो भने वा भेट्नुहुन्छ भने त्यो 50 टका उठाउनुहुन्छ कि उठाउनुहुन्न? डेफिनेटली उठाउँछौँ हामी, बियोन्ड क्वेसन। किनभने कन्डिसन के त? त्यो चाहिँ हाम्रो कन्डिसन भेट्नु पर्यो नि त, बाटोमा भेट्नु पर्यो नि त, त्यो चाहिँ हाम्रो के भयो त कन्डिसन भयो। ल मानौँ यदि तपाईले राम्रो अपर्च्युनिटी पाउनुहुन्छ वा पाउनुभयो अथवा पाउनु भएको छ भने त्यो अपर्च्युनिटी ग्र्याब गर्नको लागि जानुहुन्छ कि जानुहुन्न? हामी डेफिनेटली जान्छौँ नि त। किनभने अपर्च्युनिटी एकचोटि आउँछ हो कि बारम्बार अपर्च्युनिटी आउँदैन भनेको, ती अपर्च्युनिटिजहरू हामी के गर्छौँ त ग्र्याब गर्नुपर्छ। कन्डिसन के त? अपर्च्युनिटी आउनु पर्यो नि त, त्यो चाहिँ हाम्रो के हो त कन्डिसन।